यानी कि भोलिको दिन पर्दैछ काल भैरव जयन्ती। काल भैरव हामी एकदम धेरै पुज्छौँ नि होइन काल भैरवलाई। र काल भैरव भन्ने बित्तिकै नकारात्मक कुराहरूलाई हटाउने देवता, हामीलाई सधैँ रक्षा गर्ने देवता। र मन्दिर जाने बित्तिकै एक प्रकारको एकदम पोजिटिभ हाई लेभलको इनर्जी फिल गरिन्छ नि होइन। सायद तपाईँले पनि गर्नुहुन्छ होला, मैले पनि गर्छु। जब हामी काल भैरवको मन्दिरमा जान्छौँ, बत्ती बाल्छौँ, एकछिन बसेर होइन आफ्नो मनमा लागेको कुराहरू चाहिँ सेयर गर्दाखेरि हामी एकदम एक प्रकारको आफूलाई एकदमै फ्री भएको महसुस गर्छौँ होइन। सो भोलि उहाँको विशेष दिन र काल भैरव देवताको जन्म पनि नकारात्मक कुराहरूलाई बचाउनको लागि जन्म भएको हो। शिव भगवानको रुद्र स्वरूप, कलियुगको राजा हनुमानजी, यसै गरी बङ्गलामुखी माता, जसरी कलियुगको देवताहरू भनेर उहाँलाई विशेष पूजा गरिन्छ, राजा मानिन्छ, उहाँहरूमध्ये एक हुनुहुन्छ काल भैरव देवता। र काल भैरवजीलाई पूजा गर्ने क्रममा भनौँ उहाँलाई विशेष रूपले कसरी भोलि हामी खुसी पार्न सक्छौँ त, कसरी उहाँको नजिक जान सक्छौँ त भन्ने बारेमा एउटा सानो कुरा यहाँको माझमा राख्छु। भोलि चाहिँ यहाँले के गर्नु होला भने बिहान उठ्ने, नुहाइ धुवाइ गर्ने र जहिले पनि हामीले शनि महाराज र भैरव जीको चाहिँ पूजा गर्दाखेरि, हामीले काल भैरवको पूजा गर्दाखेरि कालो वस्त्र धारण गर्नुपर्ने हुन्छ, यानि कि कालो लुगा लगाउनु पर्ने हुन्छ। भोलिको दिन बिहान उठ्नुहोस्, नुहाइ धुवाइ गर्नुहोस्, कालो लुगा लगाउनुहोस्, अनि यसै गरी एउटा दियो लिनु, दियोमा 5वटा यहाँले ल्वाङ, 5वटा मरिच राख्ने र त्यसै गरी तोरीको तिल, सर्सोको तिल जेमा भए पनि बाल्नु होला। र बालिसकेपछि यहाँले त्यो दियो बाल्ने क्रममा ओम नमः शिवाय भने पनि हुन्छ, ओम काल भैरवाय नमः भने पनि हुन्छ। 3, 5, 7, 21 जतिचोटि हुन्छ यहाँले त्यहाँनिर नाम जाप गर्नुहोला। सकिन्छ भने 108 गरे अझ राम्रो, दिनभरिमा च्याट गरे पनि हुन्छ, भने पनि हुन्छ होइन, जे गरे पनि हुन्छ। भोलि सक्दो धेरै चाहिँ भैरव बाबाको, भैरवनाथको चाहिँ नाम लिनु होला है। र त्यसपछि भोलिको पूजा सकिसकेपछि, बेलुकाको आरती सकिसकेपछि पर्सिपल्ट यानि कि बत्ती बालेको भोलिपल्ट बाँकी भएको जुन त्यो मरिच र ल्वाङ हुन्छ नि, त्यो त जल्दैन सबै। र त्यो 5वटा ल्वाङ र 5वटा मरिचलाई लिएर यहाँले गमलामा मेरो घरको सबै नकारात्मक कुराहरू जाओस्, सकारात्मक कुरा आओस्, प्रगति गर्न सकूँ, प्रगति होस् भनेर यहाँले भन्दै त्यसलाई चाहिँ पुर्दिनु होला है। गमलामा तल राखिदिनु होला, माटोको मुनमा चाहिँ मिक्स गरिदिनु होला। र यति भोलिको दिनमा यहाँले गर्नुहोला। विदेशमा हुनुहुन्छ, मसँग सम्भव छैन, यो सबै सामग्रीहरू म जुटाउन सक्दिनँ भन्ने मनमा लाग्छ भने भोलिको दिन भैरव बाबाको रूपमा मानिने जुन कुकुर हुन्छ, कुकुरलाई, यसै गरी कागलाई, कालो काग, कालो कुकुरलाई चाहिँ खानु खुवाउने, बिस्कुट दिनु होला, के खुवाइदिनु होला होइन।